भीमसेन मन्दिर डाँडागौरी Satang hung o sampun putaya puka o gigi samyo ko sayang ne hisi tong ne o keniki o ko gigi sananda sumi sananda tasum sananda paru sananda ko ulangur sananda alangur hung salata salami sananda kama sananda pakama sananda simami sananda dilumi sananda sewenetin kaida kanani no sayak kwanu mane dhara amno tha thekuta sabathati dhara rawa rawa patati tayami memetanum tasumi keyo metanum khabami metanum angayu metanum rongri metanum one atranga atranga chamanga metanum one o men samadanu sanne bakamadanu sanne
제 체능미 다누 산네 딜롱미 다누 산네 치와 다누 산네 디와 다누 산네 암송아 킵송아 도로마 후켈마 다누 산네 누 산네 오니난마 펠렉마 플레렉마 니체르마 체체르마 गुलुलु गुलुन्दी बाबान्तेमा हुङ्निनामा सेलेमिदा नुसान्ने ओम्निनामा लाबितमा किलोमा किटुपमा रोयमा असोकोमो। नमस्कार। आज मिति 12/5/2025 को दिन यहाँ दार्जिलिङ जिल्ला अन्तर्गत रिम्बिक डाँडा गाउँको यो सुम्तुमपुखा माङखिम परिसरमा जो सुम्तुमपुखा यो माङखिमको संस्थापक हुनुहुन्छ, यो माङखिमहरू बनाउनेको संस्थापक हुनुहुन्छ महागुरु टिकाराम राईज्यू अनि उहाँको भाइ बालाबिन्दु गुरु। उहाँहरूद्वारा निर्माण यो माङखिम परिसरमा हामीले सदाझै उँभौलीको पूजा आजको यो पवित्र दिनमा गऱ्यौँ, पूर्णिमाको दिनमा। अनि यो पूजा भनेको हाम्रो प्रकृति पूजा हुन्छ। उहाँहरूले जुन चाहिँ महागुरुले लेख्नुभएको यो मुन्दुम सुम्बुङ मुन्दुम छ, त्यसकै पठन पाठन गरी सुम्बुङ गुरुहरूद्वारा गरियो। र सुम्बुङ गुरु चाहिँ हाम्रो सिक्किमबाट एसपी सान्दिवा अनि यता सेपीबाट पिएम सान्दिवा अनि अन्य नाम्ची रोलेप अनि सोमबारेबाट आरबी सान्दिवाहरू गुरुज्यूहरू आएर चाहिँ उहाँहरूले सबै संसार है विश्व शान्तिको लागि पूजा आराधना गरिदिनु भयो है, मागहरूलाई सेवा गरिदिनु भयो। र अहिले हामी यो अन्तिम यो माङखामा खिम भन्छ यो है, स्वर्ग धाम है नेपालीमा भन्दाखेरि। र हाम्रो मुन्दुमबाट चाहिँ माङखामा खिम भन्छ, यो पितृधाममा छौँ। यो पितृधाममा हामीले यसरी 3 चुलाको पूजाहरू गरेर हामीले यहाँ अन्य संसारी देवीहरूको पूजा है, संसारी देवीहरू होइन सबैको पूजाहरू गरेर यसरी हामीले उहाँ देवी माताहरूको होइन नुहाङमा भन्छ है, उहाँ हाम्रो मुन्दुमबाट उहाँहरूको पनि सेवा गरिवरी चाहिँ हामीले आजको पूजा समापन गरेका छौँ। विशेष यहाँनिर तपाईँहरूको यो पूजामा कहाँबाट भक्तहरू आउनुभएको थियो? आजको पूजामा सिक्किम रोलेपबाट है अनि नाम्चीबाट, यहाँ नजिकै तिपुर, सोमबारे, दरामदेन, यता हाम्रो दार्जिलिङ पक्षबाट चाहिँ हट्टा, छोटा हट्टाबाट होइन, बतासे आरुबोटेबाट होइन, अनि यहाँ सेपी नजिकै सेपीबाट र यो गाउँ परिसरको सबै हामी भक्तजनहरू भेला भएर। विशेष यो उँभौली पूजामा चाहिँ तपाईँहरूले के को चाहिँ खासमा चाहिँ के पूजा, नयाँ कुरोको पूजा कि के सहको पूजा के गर्नुहुन्छ खासमा? उँभौली पूजा भनेको अब यतिलाई सबै अब होइन प्रकृतिको जुन चाहिँ एउटा छ होइन साइकल छ घुमाउने घुम्ने एउटा साइकल छ, त्यसलाई चाहिँ अब सबै कुरो होइन नयाँ पाउला लाग्ने होइन नयाँ फुलहरू फुल्ने होइन अब यतिलाई हामीले रोपेको फुलहरू फुल्ने होइन फलफुलहरू यतिलाई फुल्ने समयहरू। अनि अब सबै जति पनि हाम्रो यो वाइल्ड होइन जस्तै अनि यो माछाहरू भयो होइन, अब पानीको सबै चिज यतिलाई चाहिँ उँभो जाने होइन हुन्छ होइन, प्राणीहरू उँभो जाने हुन्छ, हिमालतिर जाने हुन्छ है। त्यसले गर्दाखेरि चाहिँ हामी यतिलाई हामी चाहिँ यो उँभौली सेवा गर्छौँ है। देवी देवताहरू पनि सबै उँभो यतिलाई होइन हिमालतिर हुने भएकोले चाहिँ हामी यतिलाई उँभौलीको पूजा गर्ने गर्छौँ होइन। हुन्छ, समय दिनुभयो, धन्यवाद। हजुर, थ्याङ्क यू।